पूर्व सम्पन्न नगर कार्य समिति नामगढीको अध्यक्ष हाम्रो एउटा चाहिँ अवकाशप्राप्त भूमि प्रहरीको एउटा संस्था छ 75 सालदेखि स्थापना भएको रामगढीमा र स्थापना भएदेखि नै हामीले पुराना मान्छेहरू लगायत सामाजिक कुराको टोलटोलमा वितरण गरेको छौँ। त्यस्तै कामहरू गर्नुपर्छ भन्ने हामीसँग केही नभएर दादाहरू घन्काधरीभन्दा पनि घन्काधरी जो हुनुहुन्छ त्यसतिर हुनुहुन्छ उहाँहरूमा पनि उहाँहरू राम्रो भयो फाउन्डेसनका अध्यक्ष हाम्रो आदरणीय केदार गेलाल भन्ने अहिले जुन अमेरिकामा हुनुहुन्छ उहाँले चाहिँ हाम्रो संस्थालाई 50वटा बल चाहिँ उपलब्ध गराइदिनु भएको थियो। त्यो बल हामीले टोल युवा क्लबहरूलाई हामी वितरण गर्दैछौँ र स्कुलहरूलाई अहिलेको पुस्ता स्कुललाई गर्दैछौँ। उहाँलाई चाहिँ सर एउटा बल भनेको ठिक छ गरौँ न भनेर मैले उहाँको स्वीकार गरेर तपाईँहरू बल वितरण गर्न र आगामी दिनमा पनि यस्तै सहयोगहरू आउँदै गर्दाखेरि आएको दुर्घटना हामी तपाईँहरू सामने ल्याउनेछौँ र अहिलेलाई यो नेपालमा नभए पनि हामी आदरणीय सहयोगीलाई फिजिकल संरक्षण अमेरिकामा भए पनि यो उहाँले हामीलाई वितरण गरेर तपाईँको सामने ल्याइदिनु भएको उहाँलाई धन्यवाद दिनैपर्छ र हामीले यहीँबाट धन्यवाद स्वरूप उहाँलाई धन्यवाद दिँदै तालीले स्वागत गरिदिनु भाइ आएर यो बुझिदिनु हुन पनि अनुरोध गर्दछु। अनि